ल सेवा नमस्ते सबैजनालाई। आज म मोरङको बेलबारी नगरपालिका वडा नम्बर 6। यहाँ चाहिँ हाम्रो अर्थात् मेरो मामा सोमप्रसाद मुकारङको छोरा दुर्गाराज मुकारङको छोरी सृजना मुकारङको चाहिँ बिहेमा म आएको छु र भर्खरै अहिले चाहिँ जन्तीहरू आइपुग्नु भएको छ र जन्तीहरूको लागि चाहिँ अब तम तयार हुँदैछ। ल अब हाम्रो यहाँ कैलाश दाई पनि आइपुग्नु भएको छ झ्याप्पै लाएर है। केही भन्नुहुन्छ कि तपाईँ? मेरो चाहिँ विचारमा मैले हर्का स्याम्पाङसम्म चाहिँ मलाई कुरै पुर्याउनु मन छ क्या। भने जय माटो भनिदिनुहोस् ल। जय माटो त भन्दिनँ कि म, जय माटोले माटोमै पुर्याउने हो कि भन्ने जस्तो चाहिँ लाग्छ। खरानी नै पार्ने होइन, त्यस्तो खरानी पार्दैन। माटोले त तपाईँको हामी माटैमा अब जन्मेको माटैमा हुर्केको पसिना र चेतनाले मात्रै चाहिँ अब देश विकास हुन्छ भन्ने कुरा हो। यो राम्रो कुरो तर उहाँ चट्टान हुनुहुन्छ क्या। चट्टान चट्टान भएपछि चाहिएकै चट्टान किमजङ जस्तो हुनुपर्छ नि त। चट्टान कहीँ पनि काम लाग्दैन, त्यस्तो भन्नु हुँदैन होइन। चट्टानलाई एडजस्ट गर्न सकिँदैन हो र जेन्जी आयो त्यस्तो हो र। जय यता घन्टी हो। ठिक छ। ओ यताखेरि जय माटो ल है। यता माटो यता घन्टी यता तपाईँ त जय घाम होला होइन। यता जय घाम ल। यता हाम्रो कैलाश दाईबाट चाहिँ जय घाम आयो है। ल यसरी आज चाहिँ हाम्रो जन्तीहरू यहाँ आइराख्नु भएको छ। यस्तै छ है साथीहरू है। हाम्रो यता बेहुला राजा बेहुली चाहिँ आउनै बाँकी छ है। नलजाइकन सबैजनाले भोजन गर्नु होला है। ल भाउजू पनि ठ्याक्कै है टङ्करा युट्युब च्यानलमा है। यस्तै छ अब ल। हाम्रो भाउजूको आयो होइन, भाउजूको फेरि आएन भनेर गुनासो पनि होला होइन। सबैको आयो। ल यहाँ चाहिँ फेरि हाम्रो राजनीतिक गफ हुँदै रहेछ है। बिग्री बन्धु अनि है। ल तर उसले जोगाउनु सकेन, उसले सक्दैन, चलाउनु सक्दैन। उसले चलाउनु नसकेर यो फुट्यो। पनि देश थाम्न सक्दैन। ओलीले चलाउनु नसकेर चाहिँ जेएनजी आन्दोलनले गर्दा उसका सरकार ढल्यो। जेएनजी आन्दोलन हुनमा चलाउनु नसक्ने अहिले पनि सक्दैन। हात कसको छ? बालेन शाहको छ। यो भनेको असक्षम हो मान्छे हो होइन। यसो हाम्रो राजनीतिक गफगाफ चाहिँ यहाँ चलिरहेको छ र यो राजनीतिक गफगाफलाई चाहिँ म यही अन्त गर्दै बिदा हुन चाहे। धन्यवाद सबैलाई है।